भयो र हामीलाई आज्ञा दिनुभयो। हे स्वामी, आफ्नै दास समान सम्झेर हामीमाथि कृपा गर्नुहोस्। हजुर हाम्रो मालिक हुनुहुन्छ, हामी हजुरका दास हौँ। अनि ब्रह्मा भन्नुहुन्छ, मुनिको यस निवेदनलाई सुनेर किसिम कमलमा समान नेत्र भएका ती करुणानिधि शिवले हाँस्दै हाँस्दै प्रेमपूर्वक भन्न लाग्नुभयो। महेश्वर भगवान भन्नुहुन्छ, हे सप्त ऋषिगणहरू, तपाईँहरू सबै प्रकारका विलक्षण हुनुहुन्छ तथा मेरो हित गर्नेवाला हुनुहुन्छ। यता त मेरा कुरा शीघ्र सुन्नुहोस्। पार्वती गिरिजा अन्त्य दृढ चित्तले तपस्या गरिरहेकी छन्। हे ऋषि हो, सखीहरूबाट उनले आफ्ना समस्त कामना त्याग गरी बडो दृढताका साथ मलाई आफ्नो पति बनाउनका लागि निश्चय गरेकी छन्। हे मुनिश्रेष्ठ हो, तपाईँहरू त्यहाँ गएर मेरो आज्ञाले त्यहाँ जानुहोस् र उनको प्रेम एवं दृढताको परीक्षा गर्नुहोस्। हे सुव्रत, सर्वथा छलयुक्त वचन नभन्नुहोस् कि यसमा संशय नगर्नु। अनि ब्रह्मा भन्नुहुन्छ, शिवका आज्ञा प्राप्त गरी निर्गुण गण त्यसै समय त्यहाँ स्थानमा गएर जहाँ जगदम्बा माता पार्वती तपस्या गरिरहनु भएको थियो, उनीहरूले त्यहाँ साक्षात् दोस्रो पनि तप सिद्धिको समान तेजले दीप्यमान र म परम तेजस्वी मोती स्वरूपको पार्वतीलाई देख्नुभयो। अनि पार्वतीलाई देख्ने साथ उहाँहरूले प्रणाम गर्नुभयो। मनदेखि प्रणाम गरेर विशेष रूपले सकृत भई विनम्र भएर यो वचन भन्न लाग्नुभयो पार्वती मातासँग। ऋषिगणहरू भन्नुहुन्छ, हे शैलसुता देवी, सुन्नुहोस्, हजुर कुन उद्देश्यले तपस्या गर्दै हुनुहुन्छ यस्तो कठोर तपस्या? अनि हजुर कुन देवतालाई प्रसन्न गर्न चाहनुहुन्छ र कस्तो फल चाहनुहुन्छ, त्यसलाई यस समयमा हामीलाई बताउनुहोस् भन्दा नारद भन्नुहुन्छ, ब्रह्मा भन्नुहुन्छ, हे नारद, जब ती सप्त ऋषिहरूले यस प्रकार देवी पार्वतीसित भनेका थिए तब त्यहाँ सत्य तथा अत्यन्त गोपनीय वचन उनीहरूको सामुन्य देवीले भन्न लाग्नुभयो। पार्वती माता भन्नुहुन्छ, हे मुनिश्वरहरू, मैले आफ्नो बुद्धिले जुन विचार गरेको छु त्यसलाई तपाईँहरूका समक्ष प्रकट गर्छु। तपाईँहरू प्रेमपूर्वक मेरो कुरा सुन्नुहोस् भनेर पार्वती माताले सप्त ऋषिहरूलाई भन्दै हुनुहुन्छ। अब त्यसलाई मनमा मलाई सङ्कोच भइरहेको छ। यी मैले तप गरेका कुराहरू मैले यो पति पाऊँ भनेर भन्नलाई मेरो मनमा सङ्कोच भइरहेको छ। हजुरहरूलाई कसरी म श्रवण गरौँ भन्नुहुन्छ सप्त ऋषिहरूलाई। अब सप्त ऋषिहरूले, मेरो यो मन बडो दृढताले हठपूर्वक अरूको वशमा हुन गएको छ। जब म ध्यानमा बस्छु, मनमा शान्ति छैन भने ध्यान बसे पनि, जप बसे पनि, तप बसे पनि केही हुनेवाला छैन। पार्वती माताको पनि मन त्यति बेला चञ्चल भएको थियो। त्यसैले अनि उहाँले सदाशिव नै पति हुन् भनेर मनोरथ लिएर देवर्षि नारदको आज्ञा प्राप्त गरी म अति कठोर व्रत गरिरहेको छु। अनि यसमा मेरो मन रूपी पक्षको यद्यपि पखेटा चाहिँ फेरि पनि यो हठपूर्वक आकाशमा उड्न चाहन्छ। करुणाका सागर स्वामी शङ्कर, मेरो त्यस आशालाई पूर्ण गर्नुहोस्। मेरो यो जब जप गर्न बस्छ, जब ध्यान गर्न बस्छ, मन चाहिँ यो पखेटा लागेको चरो जस्तो उडेर माथि जान्छ। अब त्यसलाई नियन्त्रण गर्ने भनेको फेरि आफ्नै मनले हो, तर मनले पनि गर्न सक्दैन, कहिले काहीँ उडे गर्छ। पार्वती माता पनि त्यही भन्नुहुन्छ। अनि त्यसपछि ब्रह्माले उनको यो कुरा सुनेर ती गिरिजाको सम्मान गरी हाँसेर प्रेमपूर्वक मिथ्या वचन, छलयुक्त वचन भन्न लाग्नुभयो। अनि ऋषिगणहरू भन्नुहुन्छ, हे राजपुत्री, हे पर्वत राजपुत्री, बुद्धिमती भएर पनि हजुरले व्यर्थै आफूलाई पण्डित मान्ने तथा कृतचित्त भएका ती देवर्षि नारदको चरित्रलाई जान्नु भएन छ। अनि ती नारद मिथ्यावादी हुन्, अरूको चित्तलाई भ्रमित पारिदिन्छन्। अनि उनको कुरा सुन्नाले सर्वथा हानि मात्र हुन्छ। ती नारदको सम्बन्धमा एउटा सुन्दर इतिहास हामीहरू भन्दछौँ, त्यसलाई तपाईँ उत्तम बुद्धिले सुन्नुहोस्। प्रेमपूर्वक यसलाई हृदयमा धारण गर्नुहोस्। ब्रह्माका पुत्र दक्षले आफ्नो पिताको आज्ञाले आफ्ना पत्नीबाट 10,000 प्रिय पुत्रहरू उत्पन्न गर्नुभएका थिए। दक्षले गर्नुभएको थियो। अनि तपस्यामा नियुक्त गरेर तपस्याका लागि प्रतिज्ञा गरे। ती दक्ष पुत्रहरू पश्चिम दिशामा नारायण सरोवरमा गएर नारद पनि त्यहाँ पुग्नु भएर ती नारदले उनीहरूलाई मिथ्या उपदेश दिएर विरक्त पारिदिनुभयो। अब तप गर्न जानु यो गृहस्थ गरेर फाइदा छैन। गृहस्थमा बसेपछि धेरै यो फलामको गेट भन्दा पनि बलियो गेट हुन्छ। त्यसैले यस्तो यो गृहस्थ भएर बस्नु राम्रो कुरा होइन भनेर नारद मुनिले आएर तप गर्न पठाइदिनु भयो। अनि त्यस्तो नचाहिँदो काम गर्नुभयो नारद मुनिले भनेर सप्त ऋषिहरूले पार्वती मातालाई भन्नुहुन्छ। अनि यो सुनेर दक्ष अत्यन्त व्याकुल भएर ब्रह्मादेवले उनलाई धैर्य प्रदान गरे। त्यसपछि उनले पुनः फेरि 1000 पुत्रहरू उत्पन्न गरेका थिए। ती पुत्रहरूलाई पनि
तप कार्यमा नै नियुक्त गरिदिए नारद मुनिले। त्यसो भनेपछि यी नारदले राम्रो काम गर्दैनन्, यिनले गरेको काममा दुःख मात्रै हुन्छ भनेर सप्तऋषिहरूले पार्वती मातालाई यही कुरा बताउनु भयो, यही कुरा सुनाउनु भयो। अनि उनको उपदेश मानेर ती पनि आफ्ना दाजुहरूको मार्गतिर नै गए अनि भिक्षावृत्तिमा संलग्न भए। ती पुरा आफ्नो पिताको घर फेरि फर्केर आएनन्। जो बिहा नगरिकन तप गर्न जान्छ, देवघाट धाम जान्छ, काशी जान्छ, वृन्दावन जान्छ, त्यो फेरि यता आउन मुस्किल छ, उतै भुल्छ र आउँदैन। दक्ष प्रजापतिका छोराहरू पनि त्यसै गरी तप गर्न जानुभएको, कोही पनि फर्केर घर आउनु भएन। अनि पूर्व समयमा एउटा विद्याधर थियो, त्यो चित्रकेतु नामको राजा भएको थियो। अनि उसलाई पनि ती नारदले उपदेश दिएर उसको पनि घरलाई शून्य पारिदिए। अनि प्रहलादलाई उपदेश दिएर हिरण्यकश्यपबाट नाना प्रकारका दुःख दिलाए। यस प्रकार ती उल्टो उल्टो उपदेश दिएर अरूको बुद्धि बदलिदिन्छन्। नारद मुनिले त्यसो गर्छन् भनेर सप्तऋषिहरूले बताउनुहुन्छ। अब नारद मुनिले त सबैलाई राम्रो कामै गरेको हो। प्रहलादलाई त्यस्तो राम्रो काम गरेर सद्बुद्धि उहाँलाई मनमा भर दिएर छर दिएर उहाँले त्यत्रो पद प्राप्त गर्नुभयो, आफूले मुक्ति हुनुभयो। अनि हे नारद, यस्ता 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 प्रिय लाग्ने आफ्नो विद्या जसलाई सुनाए ती चाँडै प्राय आफ्नो घर छोडेर भिक्षा माग्न लागे। जुन जुन ठाउँमा गएर नारद मुनिले आज्ञा गर्नुहुन्छ त्यसैले जसलाई सुनाउनुहुन्छ ती घरै छोडेर भिक्षाटन गरेर खान लाग्यो। यो गृहस्थी कसैले पनि गरेनन्। अनि हे तर उनको मन मलिन छ, हामीहरूलाई उनीसँग रहने भएका कारण उनको चरित्र विशेष रूपले जान्दछौँ। अनि बकुल्लाको सेतो बडाको शरीरलाई देखेर सबैले त्यसलाई साधु भन्छन्, तर पनि के त्यसले माछा खाँदैन र? माछा खाँदैन र? अनि साथमा रहनेहरूले नै साथमा रहनेहरूको वास्तविक चरित्र जान्दछन्। तपाईँ त परम बुद्धिमती हुनुहुन्छ, फेरि कसरी उनको उपदेशमा फसेर मूर्खहरूको झै कठिन तपस्या गर्न लाग्नुभयो? है बालिका, यो परम दुःखको कुरा हो कि बेटी हाल्दैन अहिले तिमीलाई जसलाई आफ्नो बनाउनका लागि यति कठिन तप गरिरहनु भएको छ, ती कामदेव शत्रु हुनुहुन्छ र उदासीन